यता भने साथीहरू कान्छीलाई थप्पड हान्ने बेला चाहिँ कान्छीले पनि च्याप्पा समातेर अब उनलाई चाहिँ कुट्छिन् र एक झाप मेरो पनि यता भने कान्छो र कान्छीले चाहिँ सपना बुनिरहेको छन् र भेटेको सपनाहरू देखिरहेको छ। साथीहरू तपाईँलाई स्वागत छ मेरो यो चाहिँ न्युज च्यानलमा कान्छी 99मा, ताकि सबैले आफ्नो मनको कुरा गर्न पाउने च्यानल हो। आज चाहिँ कान्छी न्यू एपिसोड 300 भागमा चाहिँ अब के होला त साथीहरू, जति चाहिँ कान्छी 298मा चाहिँ जति डराउँथ्यो सागरलाई चाहिँ ती गुन्डाहरूले चाहिँ किडन्याप गरे जस्तो छ र कान्छीलाई पनि किडन्याप गरेर लिँदै थियो। त्यतिखेरमा चाहिँ उनको चाहिँ मृतदेह आएर चाहिँ छोपेर चाहिँ अनि चाहिँ अङ्गलामा गएकी छिन् आफ्नो दाइको चाहिँ। साथीहरू उता भने अनि चाहिँ कान्छीको जेठो दाइ भने केटीसँग लागेर मक्ख छ र केटीको पछाडि लागेको छ अनि केटीको कुरा सुन्छ र कान्छी आफ्नो बहिनीलाई कहिले पनि मतलब गरेन र सधैँ बेला त्यसको बुद्धि र भ्रष्ट त्यस्तै हुन्छ त्यो जेठो दाइको। उता भने कान्छो चाहिँ आफ्नो श्रीमतीलाई सम्झिरहेका छन् र उनकी श्रीमती पनि कान्छालाई सम्झिरहेकी छिन्। अनि साथीहरू अनि के कान्छीले के सधैँभरि यस्तै दुःख पाउने होला त, उनलाई चाहिँ समस्या आबत नै आइपर्ने होला त। उता पनि साउले चाहिँ अर्की केटीलाई चाहिँ पटाइसकेको छ, जुन चाहिँ सागरलाई दुःख दिएकी थिइन्, कान्छीलाई चाहिँ दुःख दिएकी थिइन्। उनले चाहिँ म अब तेरो मालिक हुन लागेको छु, के त मलाई मालिक हुँदैछु, अब हेर त्यही घरबाट म तँलाई कसरी निस्काउँछु, फेरि तैँले मेरो नोकर बनेर कसरी गर्छ अब हेर भन्छ। अनि त्यतिकै भने कान्छीले चाहिँ नोबल भनेर ऊ चाहिँ अगाडि जान आएको हुन्छ। होइन ल मैले यो चाहिँ के भने भोलिको दिन अझ त्यही घरमा के अरे मलाई अहिले भनिदियो भने भोलिको दिन मलाई निकाला गर्लिस् भनेर के अनेक थरीको बाहना गरेर मैले चाहिँ मजा गरेको मेरो एक्टिङ हो भन्छ उसले चाहिँ। तर कान्छीले चाहिँ एकदम सिरियसमा लिएर ऊ चाहिँ सरासर जान्छ र त्यतिकैमा साथीहरू अनि उनको दाइसँग भेट हुन्छ। दाइले पनि अनेक थरीका कुरा गर्छन् र यस्तै हो, आफत परेको बेला कसैलाई पनि साथ दिँदैन, आफूलाई चाहिँ सबै यहाँ स्वार्थी हुन्छ यो दुनियाँमा चाहिँ, त्यसैले कसैको पनि विश्वास गर्नुहुन्न भन्ने चाहिँ यो कुराबाट कान्छी 298बाट चाहिँ यस्तो कुरा बुझिन्छ, हामीले ज्ञानहरू पाउँछौँ। हस्त गाइज, अनि तपाईँहरूले मेरो यति भिडियो हेर्दै भएकोमा पनि थ्याङ्क यू सो मच, ताकि तपाईँले पनि मलाई माया र सपोर्ट गरिदिनु होला, अरू जस्तै मलाई पनि माया र सपोर्ट गरिदिनु होला। र यति हेरिदिएकोमा पनि धेरै धेरै धन्यवाद। तपाईँहरूले आफ्नो कमेन्ट, मनमा लागेको कुराहरू सबै कुरा कमेन्टमा गर्नु सक्नुहुनेछ। मैले तपाईँको कमेन्टको पनि रिप्लाई दिनेछु। तपाईँले यति पनि मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस्त बाई।